गत शुक्रबार यता मात्रै नेपाली बजारमा सुनको मूल्य प्रति तोला 5,800 रुपैयाँले घट्यो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला 1,74,500 रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रति तोला 1,76,004 रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य नेपाली बजारले तय गर्दैन। अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन। नेपालमा रहेका सुन चाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो सोही दिन 11 बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। बिहिबारसम्म आइपुग्दा विश्व बजारमा सुनको मूल्य हालसम्मको उच्च बिन्दुबाट 2% सम्म घटेको थियो।